हाई हाई एभ्रिवान। आजको मेरो ब्लग्समा चाहिँ हजुरहरूलाई स्वागत छ है। र आज चाहिँ हेर्नुहोस्, यो जग्गा हो, यो चाहिँ साउथ इन्डिया है। साउथ इन्डियाको चाहिँ यहाँ चाहिँ यो चाहिँ चिन्तामणिको अगाडि पर्छ होइन। हेलो एभ्रिवान, आज हेर्नुहोस् हाम्रो भ्यूज यस्तो राम्रो छ है। पहाडको माथि कति नजिक आकाशमा हामी पुगे जस्तो भइरहेको छ है। साथीहरू हेर्नुहोस्, यहाँ चाहिँ कति धेरै मान्छेहरू पनि घुम्न आउँछ है। र हामी चाहिँ हामी यो स्टप यो लास्ट हो, यहाँ चाहिँ हामी पुग्यौँ र हाम्रो गाडीहरू चाहिँ यहाँ राखेको छ होइन। हामी चाहिँ माथि डाँडामा चाहिँ हामी जान लागेको, यहाँ चाहिँ हिँड्दै जानुपर्छ साथीहरू है। यो चाहिँ एकदमै मिनी डाँडा है, कस्तो राम्रो छ हेर्नुहोस्। सबै मान्छे, आज चाहिँ सन्डेको पनि हो, ऊ कोही आएर सेल्फी खिचिरहेछ अनि घुमिरहेछ, कोही उहाँ बसेर खाना खाइरहेछ है। हामी पनि अब चाहिँ होइन, लगभग हामी अघि बिहानै हिँडेको 2 घन्टा जस्तै लाग्दो रहेछ होइन। यो चाहिँ अब माथि पहाड चढ्नुपर्छ नि त, अन्त पहाडको माथि चढेर चाहिँ आउनुपर्छ। र हामीले चाहिँ आज चाहिँ 1 डे आउटिङ प्लस हामी चाहिँ हाम्रो चाहिँ खानाहरू पनि बोकेर आएको छौँ होइन। हामी चाहिँ अब यहाँ चाहिँ हामी खाना पनि खान लागेको साथीहरू। र हेर्नुहोस्, यस्तो राम्रो, यस्तो रमणीय रहेछ होइन। पहाडको नजरिया भनेकै अलग्गै फिल हुने के, एकदमै राम्रो, कस्तो स्वर्गीय आनन्द। हेर्नुहोस्, यति शान्त जग्गा होइन, एकदमै माइन्ड पनि फ्री हुने यस्तो राम्रो ठाउँ छ। हेर्नुहोस् साथीहरू, यहाँको यो चाहिँ साउथ इन्डियाको चाहिँ यो चाहिँ बेङ्गलोर हो है। बेङ्गलोरको चाहिँ के ठाउँ पो भन्छ बेङ्गलोरको? यो कैलाशगिरी है। यो ठाउँको नाम चाहिँ मैले लास्टमा चाहिँ तपाईँहरूलाई मैले भनेको कैलाशगिरी भन्ने ठाउँ हो होइन। हजुरहरू पनि आएर चाहिँ भिजिट गर्नु सक्नुहुन्छ र तपाईँहरू पनि आउनु होला। र हाम्रो ग्रुपहरू चाहिँ उहाँ बसिराख्नु भएको छ। अब हामी चाहिँ खाना खान लागेको होला।